दसैँ थैली रित्यालो अब के गर्नु पर्ने हो गर्नु निन्द्रा लाग्न छोडो मलाई त भाका जति आना सुकी सबै रित्यो थैलीले शून्य भयो मेरो मरोस् कहाँ छौ नि तिमी मै टाइम लाग्छ है तिमीलाई होस् गरेर लु देउता आज त पैसा छाप्नु होला हौ आज छाप्नु पर्छ आज घरमा पनि कोही छैन अब छाप्नु पर्छ हुँदैन बसेर लाग्छ है तिमीलाई अलिक जोगेर यता बस त अब यस्तो पैसा छाप्नेलाई त कति जोगाएर राख्नुपर्छ अनि अब कति बाँचेर पहिला थैलीमा हेरौँ अनि चाहिँ छाप्नुपर्छ हौ सकिएन है रहेछ हेर्छ अलिअलि त रहेछ अब होइन दैलो लानुपर्छ हौ अहिले फेरि छाप्न थालेपछि कुन चाहिँ आउँदो फेरि साह्रो छ मेरो त्यसको बिल्कुल कता हो नि फेरि अब छापिन्छ अब पैसा छापिन्छ रुपियाँ अब ठुली पड्के आउँदिन आफै छाप्छु त्यसपाले सिकाउनु परेको छैन भरे उल्टै गरेर सबै छाप्न थाल्छन् र फेरि बिग्रिन्छ हाम्रो जिनिस हुँदैन अब छाप्नुपर्छ अब यसरी राखेको छ अब तिमीलाई कसरी राख्नु पर्ने हो तिमीलाई यसरी छाप्छ नि त पैसा छाप्ने रे भनेको यसरी हो अब यसरी होइन उक्तान मारेर छाप्छ कि होइन खुट्टै पार्नुपर्छ हो मरोस् नजान्न पनि यो गल्ती छ लु परमेश्वरी देउता अब यी आना सुकीको चाहिँ